अब कम्प्युटरमा कुनै पनि फाइल फोल्डरहरू कसरी क्रिएट गर्ने, कुनै पनि फाइल डकुमेन्ट्सलाई कसरी कपी पेस्ट गर्ने हैन, यो सबै कुरा चाहिँ आजको क्लासबाट हामी सिक्न गइरहेको छौँ। जस्तै कि यहाँनिर तपाईहरु देख्न सक्नुहुन्छ कम्प्युटर ल्यापटप अन भइसकेको छ। ठीक छ, अब अन भइसकेको छ र कुनै नयाँ फोल्डर हामीलाई आफ्नो डेस्कटपमा बनाउनु पर्यो अथवा कुनै पनि ठाउँमा आफ्नो नामको फोल्डर बनाउनु पर्यो भने कसरी बनाउने भने फोल्डर सिम्पल छ। सबभन्दा पहिला हेर कहाँ फोल्डर बनाउन चाहनुहुन्छ त्यहाँ के गर्ने, माउस कर्सरको राइट प्रेस गर्ने। ठीक छ, राइट प्रेस गरेर यहाँनिर न्यू भनेर अप्सन आउँछ, न्यूमा क्लिक गर्ने, त्यसपछि फोल्डरमा क्लिक गर्ने। फोल्डरमा क्लिक गर्न साथ यहाँनिर न्यू फोल्डर भनेर आयो, जहाँ अब तपाईँ आफ्नो नाम लेख्नु, के नामले तपाईँ आफ्नो फोल्डर बनाउन चाहनुहुन्छ त्यो फोल्डरको नाम लेख्नु। जस्तै कि मेरो नाम पंकज हो भने यहाँनिर मैले पंकज भनेर लेखेँ र नाम लेखिसकेपछि किबोर्डबाट इन्टर प्रेस गर्नु। इन्टर प्रेस गर्न साथ यहाँनिर तपाईको फोल्डर क्रिएट भयो, बन्यो। ठीक छ, त्यसपछि अब यो फोल्डर त अहिले खाली छ, जस्तै यसलाई मैले ओपन गराएँ है। ओपन गरिसकेपछि अहिले दिस फोल्डर इज इम्प्टी देखाउँदैछ। यसको मतलब हाम्रो फोल्डर के छ, खाली छ। इम्प्टी को मतलब खाली, केही पनि छैन। यसलाई क्लोज गरिदिए। ठीक छ, र कम्प्युटरको मैले दिस पीसी खोले र दिस पीसी खोलिसकेपछि मैले यहाँबाट केही डकुमेन्ट्स कपी गर्छु र पेस्ट गर्छु। कसरी गर्ने, दिस पीसी खोले, मानौ कोही स्टुडेन्टको केही डकुमेन्ट्स रहेको छ, केही टाइप गरेको, केही आफ्नो फाइलमा रहेको डकुमेन्ट्स रहेको छ र यो डकुमेन्ट्सलाई के गर्नु छ, जस्तै यहाँ चरण शर्मा भनेर एउटा के छ त डकुमेन्ट छ, एमएस वर्डको डकुमेन्ट फाइल छ। यो चरण शर्मालाई कपी गर्नु छ भने के गर्ने, यो मात्रै फाइल होइन, तपाईँ कुनै पनि फाइल, तपाईको भिडियो, फोटो अथवा केही पनि तपाईको हुन सक्छ, जे तपाईलाई कपी गर्नु छ त्यो माथि राइट प्रेस गर्नु कि त कन्ट्रोल प्लस सी प्रेस गर्नु किबोर्डबाट है, माउसबाट राइट क्लिक गरेर कपी गर्नु। ठीक छ, कि त एकचोटि क्लिक गर्नु र कन्ट्रोल प्लस सी गर्नु, कहाँबाट, किबोर्डबाट। ठीक छ, जस्तै कन्ट्रोल प्लस सी गरेपछि यो कपी भयो। कपी भइसकेपछि म यसलाई के गर्दिए त मिनिमाइज गरिदिए र कहाँ राख्ने, कपी गरेको फाइललाई कहाँ राख्ने, पंकजमा राख्ने भने पंकजलाई के गर्ने, ओपन गर्नु। पंकज ओपन भइसकेपछि यो खाली ठाउँमा आएर कन्ट्रोल प्लस कति प्रेस गर्ने, भी हो, कन्ट्रोल प्लस भी प्रेस गरेपछि यहाँनिर पेस्ट भयो। जुन फाइललाई हामी कपी गरेको थियो त्यो फाइल के भयो त यहाँनिर पेस्ट भयो, आयो। पेस्टको मतलब दाँत माझ्ने पेस्ट होइन, कुनै पनि कुरा कपी गरेको छौ त्यो कुरा राख्नलाई हामी पेस्ट भन्छौँ। ठीक छ, यसरी हामी नयाँ फोल्डर बनाएर कुनै पनि पिक्चर होस् अथवा जेसुकै होस् कपी गर्न खोज्यो भने के गर्ने, सेलेक्ट गर्ने र कन्ट्रोल प्लस सी गर्ने र कहाँ राख्ने, यसलाई कुन ठाउँमा राख्ने त्यो ठाउँमा गएर के प्रेस गर्ने, कन्ट्रोल प्लस भी, कन्ट्रोल प्लस भी प्रेस गर्नु, त्यो कपी भएर आउँछ। कि त राइट प्रेस गर्नु र पेस्ट गरिदिनु, पेस्ट भनेको राख्नुलाई। ठीक छ, कन्ट्रोल प्लस सी ले कपी भयो, कन्ट्रोल प्लस भी ले पेस्ट भयो। ओके, अब कुनै पनि फाइल फोल्डर डिलिट गर्नु छ भने सिम्पल के गर्ने, सेलेक्ट गर्ने, कुन फोल्डर अथवा कुन फाइललाई डिलिट गर्ने, सेलेक्ट गर्ने र सिम्पली किबोर्डमा डिलिट बटन लेखेको हुन्छ, किबोर्डमा डिलिट बटन प्रेस गरिदिनु, त्यो डिलिट भएर जान्छ। कि त माउसले पनि हामी सिम्पली डिलिट गर्न सक्छौँ। कुन फाइललाई डिलिट गर्ने, त्यो फाइल माथि राइट क्लिक गर्ने र त्यसपछि डिलिट भन्ने अप्सन देखिन्छ, यो डिलिटमा क्लिक गर्ने। यसरी के हुन्छ त डिलिट भयो। ठीक छ, अब कुन बाटो सजिलो लाग्छ, किबोर्डबाट पनि डिलिट गर्न पायो, साथै माउसबाट पनि डिलिट गर्न पायो। ओके, अब हामीले नयाँ फोल्डर पनि बनाउन जान्यौँ र साथै यो फोल्डरमा केही भएको कुरा डिलिट गर्न पनि जान्यौँ। ठीक छ, अब हेर एउटा अझै कुरा के सिक भने डिलिट टु टाइप्सको हुन्छ, एउटा पर्मानेन्ट डिलिट हुन्छ, एउटा टेम्परेरी डिलिट हुन्छ। ठीक छ,
जस्तै यो पंकज भन्ने फाइल जुन छ नि यसलाई मैले डिलिट गरिदिएँ, सेलेक्ट गरेँ र डिलिट प्रेस गरेँ, यो डिलिट भयो हो। डिलिट भइसकेपछि यो टेम्परेरी डिलिट भयो। टेम्परेरी डिलिट भनेको कस्तो हुन्छ, हाम्रो यहाँबाट के भयो, डेस्कटपबाट अथवा कुनै पनि फाइल फोल्डरबाट केही डकुमेन्ट्स अथवा कुनै डाटा डिलिट भयो। त्यो डिलिट भइसकेपछि कम्प्युटरको सिस्टममा एउटा रिसाइकल बिन भनेर फोल्डर हुन्छ एउटा है, यो रिसाइकल बिनमा गएर बस्छ डिलिट भएको कुरा। यहाँ हेर्नु पंकजलाई डिलिट गरेको थियो, पंकज यहाँ बसेको छ, यानी कि यो पर्मानेन्ट डिलिट भएन, रिसाइकल बिनमा छ। यसलाई फेरि हामी रिस्टोर गर्न सक्छौँ। जस्तै राइट क्लिक गर, मानौ यो मिस्टेकली डिलिट भयो है, कसैले डिलिट गरिदियो भने हामी के गर्छौँ, रिसाइकल बिनलाई ओपन गर्छौँ र ओपन गरिसकेपछि डिलिट भएको फाइलहरू सबै यहाँ बसेको हुन्छ। अघि सबै मैले डिलिट गरेको थिएँ हैन, सबै यहाँ बसेको छ। र फेरि जुन फाइललाई पहिला जस्तै रिस्टोर गर्नु छ भने, राख्नु छ भने हामी रिस्टोरमा क्लिक गरेपछि त्यो रिस्टोर भयो, डिलिट भएको कुरा पनि फेरि ब्याक आयो। यहाँनिर हेर्नु पंकज बनेर आइसक्यो यहाँनिर। यो भयो टेम्परेरी डिलिट, जुन डिलिट भएर पनि रिसाइकल बिनमा गएर बसेको हुन्छ। र अर्को हुन्छ पर्मानेन्ट डिलिट। यो पर्मानेन्ट डिलिट गर्यो भने कम्प्युटर सिस्टमबाटै चाहिँ डिलिट हुन्छ, कहीँ पनि गएर बस्दैन। अब जस्तै पर्मानेन्ट डिलिट गर्नलाई के गर्नु पर्यो भन्दाखेरि किबोर्डबाट शिफ्ट र डिलिट प्रेस गर्नु पर्यो। फर्स्टमा सेलेक्ट फोल्डर विच यु वान्ट टु डिलिट सेलेक्ट गर्ने, देन आफ्टर प्रेस शिफ्ट एन्ड डिलिट बटन फ्रम किबोर्ड। किबोर्डबाट शिफ्ट बटन र डिलिट बटन प्रेस गरेपछि के हुन्छ, पहिला सेलेक्ट गर्ने। जस्तै कि मैले सेलेक्ट गरेँ, सेलेक्ट गरेपछि शिफ्ट र डिलिट बटन प्रेस गरेँ भने आर यु स्योर वान्ट टु पर्मानेन्टली डिलिट दिस फोल्डर भनेर अप्सन दियो, यानि कि म्यासेज दियो है। के गर्ने, स्योर हो भने के गर्ने त यस गर्ने, होइन भने नो गर्ने। र मानौ स्योर, यसमा क्लिक गर्ने। अब डिलिट भयो हैन, अघि डिलिट गरेको थियो भने त्यो रिसाइकल बिनमा गएर बसेको थियो। र अब अहिले जुन पर्मानेन्ट डिलिट गरे, अब रिसाइकल बिनमा अब हेरौँ हामी, रिसाइकल बिनलाई ओपन गरे, छ पंकज भन्ने कतै छैन, पंकज भन्ने छैन। त यो के भयो, पर्मानेन्ट डिलिट भयो। ठिक छ, ओके। यसरी चाहिँ हामी के गर्छौँ त, कुनै पनि फाइल फोल्डरलाई डिलिट गर्छौँ, पर्मानेन्ट एन्ड टेम्पोरेरी। ठिक छ। र अब यो फाइललाई बन्द गर्नु पर्यो, यहाँ माउस प्रेस गर्यो भने क्लोज हुन्छ। विदाउट माउस प्रेस नगरिकन किबोर्डबाट कसरी कुनै फाइल फोल्डर बन्द गर्ने त, किबोर्डबाट अल्ट एएलटी अल्ट बटन हुन्छ र यसको साथमा F4 बटन हुन्छ, F4 बटन। अल्ट र F4 बटन प्रेस गर्यो भने करेन्टली खुलेको प्रोग्राम बन्द हुन्छ। र देन आफ्टर जति पनि प्रोग्राम हाम्रो खुलेको हुन्छ, सबै प्रोग्राम खुलिसकेपछि लास्टमा अल्ट प्लस F4 प्रेस गर्यो भने शटडाउनको अप्सन दिन्छ। जब सबै प्रोग्राम बन्द भइसक्छ अनि अल्ट F4 प्रेस गर्यो भने शटडाउनको अप्सन दिन्छ, जहाँ अब ओके गर्न साथ हाम्रो कम्प्युटर सिस्टम के हुन्छ त, शटडाउन हुन्छ, बन्द हुन्छ। ठिक छ। यो एकदम बेसिक कन्सेप्टहरू र कम्प्युटर अन हुन साथ कुनै पनि प्रोग्राम खोल्ने होइन। के गर्ने, 5 to 10 टाइम्स के गर्ने, रिफ्रेस गर्ने, राइट प्रेस गर्ने, रिफ्रेस गर्ने, राइट प्रेस गर्ने, रिफ्रेसमा लेफ्ट प्रेस गर्ने। यो गर्दा के हुन्छ, हाम्रो कम्प्युटर स्क्यान रिफ्रेस हुन्छ। ठिक छ। त्यही भएर सुरुमा कुनै पनि जब अन हुन्छ नि कम्प्युटर, त्यतिखेरै कुनै पनि एप्लिकेसन ओपन नगर्ने, पहिला रिफ्रेस गर्ने है, त्यस पछाडि मात्रै अब कुन प्रोग्राम खोल्ने हो त्यो प्रोग्राम खोल्ने हो। ठिक छ, ओके ल।